हामी 15औं महाधिवेशनमा जुटिरहेका छौँ। 15औं महाधिवेशनको अस्ति पुसको अहिले भर्खरै अस्ति 16 गतेबाट प्रारम्भ हुनुपर्ने हामी आफ्नो कार्य ढिलाइका कारणले, सदस्यता व्यवस्थापनको समयमा नसक्नका कारणले केही नियमित प्रक्रिया चाहिँ सरेको छ र हिजो मात्रै कार्य सम्पादन समितिको बैठकले वैशाखमा यो कार्यतालिका सारेको छ। आसन्न निर्वाचनलाई, राष्ट्रिय सभाको निर्वाचन, प्रतिनिधि सभाको निर्वाचनलाई मध्यनजर गरेर माघको पहिलो हप्ताभित्र सम्पूर्ण सदस्यताहरूको व्यवस्थापन गर्दै त्यसपछि हामी वैशाखको अन्तिममा 15औं महाधिवेशन गर्ने कार्यतालिका साथ युद्ध स्तरमा जुटेका छौँ। विशेष महाधिवेशनको सिग्नेचर गर्ने पार्टीका नेता साथीहरूको सम्मान गर्दै हाम्रो कार्यकाल 4 वर्षको कार्यकाल हो। गएको मक्सिरको अन्त्यमा त्यो कार्यकाल पुरा भयो र हामीले चलन पनि त्यो चल्दै आएको चलनको हामीले 1 वर्ष थप्ने व्यवस्था थियो। तर त्यही मागलाई मध्यनजर गरेर हामीले सर्वसम्मत रूपमा पुसको अन्तिम साताको कार्यतालिका ल्याएका थियौँ। तर हाम्रो पार्टीको महामन्त्री हुनुहुन्छ यो सदस्यता व्यवस्थापन समितिको संयोजक। त्यो सदस्यता व्यवस्थापन समितिले काम गर्दा गर्दै अहोरात्र खट्दा खट्दै जिल्लाबाट, वडाबाट सदस्यता नयाँ र पुराना सदस्यहरू रिन्यू हुने काम र नयाँ सदस्यहरू, नयाँ साथीहरूलाई पनि पार्टीमा चाहिँ समाहित गरेर लानुपर्ने काम पुरा गर्न सकिएन। यो केन्द्रीय समितिको कमजोरी मात्रै होइन, तल्लो तहमा पनि छिटोभन्दा छिटो यो सदस्यता काम सकाउँ भन्ने तदारुकता अलिक कमजोर देखियो। त्यो कारणले कार्यतालिका प्रभावित भयो। त्यसो भएर विशेष महाधिवेशनका आह्वानकर्ता साथीहरूलाई पनि म तपाईँको मिडिया मार्फत के निवेदन गर्न चाहन्छु भने, एक मतका साथ अत्यन्तै संयमित भएर कांग्रेस बलियो एकताबद्ध बनाउने अभियानका साथ 15औं महाधिवेशनमा जुटौँ। हामीले कार्यकाल पुरा गरिसकेका छौँ, निर्वाचनको पूर्व सन्ध्यामा छौँ। यदि हामीले निर्वाचन प्रयोग गर्न सकेनौँ, निर्वाचनमा कांग्रेस कमजोर भएर गयो भने देशलाई परिणाम दिन सक्दैन। डिरेल भएको राजनीतिक प्रोसेस छ, यसलाई लिकमा ल्याउन सकिन्न। त्यसो भएर त्यो हस्ताक्षरकर्ता साथीहरूको पनि, विशेष महाधिवेशन मागकर्ता साथीहरूको पनि मागलाई सम्बोधन गर्दै हामीले हिजो पनि सर्वसम्मत रूपमा पास गरेका थियौँ र अब भोलिको तोकिएको मितिमा पनि यसलाई उल्लासका रूपमा, पर्वका रूपमा र मुलुकलाई एउटा गति दिने आन्दोलनका रूपमा लिएर जाउँ भन्न म साथीहरूका बीचमा आह्वान गर्न चाहन्छु। होइन, बिल्कुलै मैले अघि नै भने बिल्कुलै व्यवस्था र अपमान गर्ने कुरै हुँदैन। नेपाली कांग्रेस पार्टीले नेपाली कांग्रेस पार्टी के हो भने विभिन्न जात, जाति, भाषा, भाषी, विचार, सम्पूर्ण विचार समूहहरूको अम्ब्रेला हो। सबैलाई ओनरसिप लिन्छ भने त्यो विशेष महाधिवेशन माग गर्ने साथीहरू जति साथीहरूले गर्नुहुन्छ, ती साथीहरू त पार्टीमा वर्षौँसम्म दुःख गरेका, वर्षौँसम्म कांग्रेसलाई पुस्ता लगानी गरेका साथीहरू हुनुहुन्छ। उहाँहरूको मतलाई सम्मान गर्दै हामीले अहिले यो जुन कार्यतालिका अघिल्लो कार्यतालिका पुस मसान्तको कार्यतालिकामा भ्याइन्न कि भन्दै गर्दा नि अहोरात्र खटेर काम गरौँला। तर त्यो मतलाई पनि हामीले उच्च सम्मान गर्नुपर्छ भने हामी पास गरेका हौँ। तर अब कुरा के रह्यो भने गर्दाखेरि भ्याइएन। होइन, साँच्चै फेरि विशेष महाधिवेशनको प्रक्रियामा जाँदाखेरि धेरै लामो प्रोसेस छ। केन्द्रीय समितिले त्यसको नियमावली, निर्देशिका बनाउन जरुरी छ। विशेष महाधिवेशनका हस्ताक्षरकर्ता साथीहरूको हस्ताक्षर शनाखत गर्न जरुरी छ। ती सबै गर्दाखेरि 3-4 महिना अरू लम्बिन्छ र त्यसले पार्टीभित्र दरार पैदा गर्छ भन्ने हाम्रो मत हो। त्यसो भएर किन अब हामी त्यता जान हुँदैन, किनभने देश घायल भएको छ, लोकतन्त्र अप्ठ्यारोमा परेको छ, संविधान एकदमै ठुलो चाहिँ अप्ठ्यारोमा छ। अब यो सबै अप्ठ्यारोलाई टार्ने के हो भने निर्वाचित प्रतिनिधि सभाले मात्रै टार्न सक्छ। हामी निर्वाचनको मुखमा छौँ। अहिले हाम्रो पार्टीको जे जस्तो अवस्था छ यसलाई एकछिन राखेर एक मतका साथ उठेर निर्वाचनलाई सफल बनाऊ। निर्वाचनलाई सफल बनाइसकेपछि त्यसपछि हाम्रो आन्तरिक जीवनलाई व्यवस्थापन गरौँ भन्ने मात्रै हो क्या। त्यसबाट त्यो मागलाई व्यवस्था गर्ने भन्ने कुरै होइन। त्यो मागलाई सम्बोधन गरेर हामीले लिएर जानुपर्छ। र अब अर्को कुरा भन्नुहुन्छ भने जब विशेष महाधिवेशनका साथीहरूले नेतृत्व परिवर्तनका कुरा र परिवर्तनका कुरा गर्नुभयो, त्यो परिवर्तनको मागलाई आत्मसात गर्दै नेपाली कांग्रेसको सभापतिले कार्यभाग दिनुभएको छ।
हाम्रो पार्टीको वरिष्ठ उपसभापति हुनुहुन्छ, सिनियर उपसभापति पूर्णबहादुर खड्का पार्टीको कार्यवाहक सभापति हुनुहुन्छ। यस्तो मान्छेलाई कार्यवाहक सभापति दिनुभएको छ कि तपाईको पञ्चायत कालमा पनि पूर्णबहादुर खड्का पार्टीको पोलिसी अनुसार सुर्खेत वीरेन्द्रनगर थियो होला त्यतिखेर, नगरको प्रमुख लड्नुभयो। प्रमुख लडेर शपथ खाँदाका दिन उहाँ गिरफ्तार हुनुभयो। त्यसपछि अनवरत निर्वाचित हुनुहुन्छ एकचोटि भन्दा बाहेक, र उहाँ मन्त्री प्रधान मेयर मन्त्री उपप्रधानमन्त्रीसँग पटक पटक हुँदा पनि तपाईलाई पनि ज्ञात छ, सफेद हुनुहुन्छ, दाग नलाउने ठाउँमा हुनुहुन्छ र अनुभवले निकै खारिएको मान्छेलाई सभापतिजीले जिम्मेवारी दिएर जानुभएको छ। त्यसो भएर यसैलाई हामीले उपयोग गरेर निर्वाचनमा जानुपर्छ। अब मतमतान्तर गरेर धेरै दन्त बजान गरेर झन् मुलुकलाई अप्ठ्यारोमा, डेमोक्रेसीलाई अप्ठ्यारोमा पार्न हुँदैन। धेरै विदेशीहरूको कुचक्र, विदेशीहरूको धेरै खालको षड्यन्त्रमा मुलुक फँसेको छ। अरू पार्टीहरूमा पनि त्यही खालको आक्रमण छ। यसलाई त एकताले मात्रै चिर्न सक्छ, एकताले मात्रै यो विषम परिस्थितिलाई गति दिन सक्छ भन्ने हो क्या हाम्रो मत। सुन्नुहोस् न, यस्तो छ के छ भने हाम्रो पार्टीको 8वटा तह छन्। हेर्नुहोस्, तल वडामा पनि हामीले टोल समिति पनि पार्टीको बनाउने गरेका छौँ। वडा समिति छ, प्रदेश निर्वाचन क्षेत्र छ, पालिका समितिहरू छन्, जिल्ला समिति छन्, निर्वाचन क्षेत्र समिति छन्, प्रदेश सङ्घीय प्रदेश क्षेत्र समिति छन् र केन्द्रीय समिति छन्। 8 तहमा के चाहिएको छ भने रिफ्रेसमेन्ट चाहिएको छ। 8 तहमा नयाँ साथीहरूको नेतृत्वको पुनर्ताजगी चाहिएको छ। कति ठाउँमा रिपिट हुनु होला, कति ठाउँमा नयाँ साथीहरू आउनु होला, होइन? पार्टीको कमिटी नयाँ बन्ला, महाधिवेशन प्रतिनिधि नयाँ बन्ला, त्यसले मात्रै साथीहरूले अपेक्षा गरेको पार्टीभित्रको रूपान्तरण पुरा गर्न सक्छ। बुझ्नुभयो नि? अब हामी निर्वाचनमा जाँदैछौँ, के अरे खालि पुराना प्रतिनिधिहरूबाट नेतृत्व फेरेर जाँदाखेरि जुन खालको अपेक्षा गरिएको छ, जुन खालको उद्देश्यका साथ हामीले तलदेखि पुनर्ताजगी खोजिएको छ, त्यो पुरा हुन सक्दैन। त्यो पुरा गर्ने कडी भनेको 15औं महाधिवेशन हो। त्यो 15औं महाधिवेशनमा सबै तहका साथीहरू अत्यन्त इमान्दार भएर मित्रवत रूपमा हार्दिकतापूर्ण तरिकाले र सशक्त र प्रभावकारी काङ्ग्रेस बनाउन लाग्यो भने मात्रै अहिलेको देशको डिरेल भएको पोलिटिकल सिचुएसनलाई एक ट्र्याकमा ल्याउन सकिन्छ। त्यो उद्देश्यका साथ हामी अगाडि बढ्छौँ। होइन, यस्तो हो कि अब युवराजी के छ भने अब कसैलाई ठ्याक्कै यही महिनामा पदमा पुग्छु भने हुटहुटी लाग्यो भने त हामी केही गर्न सक्दैनौँ नि, होइन? उहाँहरूकै माग अनुसार, उहाँकै प्रस्ताव अनुसार महामन्त्रीजीले प्रस्ताव गर्दाखेरि, उहाँको प्रस्ताव गर्दाखेरि पुसको 15-20 को कति सेड्युल दिनुभएको थियो। पुस मसान्तभित्रकै सेड्युल ल्याएर हामीले सर्वसम्मत रूपमा उहाँहरूकै माग पास गरे हो। उहाँहरूकै माग पास गर्दाखेरि त्यो कार्यतालिका कार्यान्वयन हुन सकेन। अब कार्यतालिका कार्यान्वयन हुन सकेन भनेर फेरि विशेषको बाँसुरी बजाउनु भयो भने त हामी केही भन्न सक्दैनौँ। तर विशेष अधिवेशनमा पुगियो भने यो पार्टीमा दरार आउँछ, साँच्चै पुनर्ताजगी दिँदैन। त्यसो भएर अब विशेष अधिवेशनको चक्करमा हामी नपरौँ। छिटोभन्दा छिटो नियमित महाधिवेशन, व्यवस्थित महाधिवेशन, प्रभावकारी महाधिवेशन, 15औं महाधिवेशनको चक्करमा परौँ भन्ने हो। त्यता जुटौँ भन्ने हो। एकातिर यो पाटो छ, अर्कोतिर के छ भने तपाईको एउटा कुरा सत्य हो बाजी, हाम्रा 7वटै तहमा तल के अरे तपाईको टोल समितिमा त निर्वाचनको व्यवस्था गरेका छैनौँ। बुझ्नुभयो नि? वडादेखि केन्द्रसम्म आउँदाखेरि अधिकांश ठाउँमा हाम्रा निर्वाचनहरू हुन्छ। निर्वाचनमा जित्ने पक्ष एउटा हुन्छ, हार्ने पक्ष एउटा हुन्छ, त्यो यथार्थ हो। त्यसले भर्खरै पार्टीको निर्वाचनमा जित र हारको पीडा बिहोरेको साथीहरू बीचमा संसदीय निर्वाचनमा जाँदाखेरि त्यसले कुन अप्ठ्यारो पार्ला? त्यता पनि हेक्का राखौँ न, त्यसले दिने परिणाम पनि त हिसाब गरौँ न। त्यसो भएर यो कस्तो भयो भने अब त्यो हुँदैन भन्ने कुरा म विश्वस्त छु। तर जसरी साथीहरूले हल बुक गर्नु भन्नुभयो, आह्वान गर्नु, मैले पनि तपाईँहरूको मिडियामा सुने, महामन्त्रीजीले आह्वानै गर्नुभयो। त्यो पेम्पर्ड बेबी जस्तो भयो क्या, दुधे बालक, बा मलाई यही केटी चाहियो भने जस्तो हो। त्यो एउटा गीत छ नि, त्यस्तो भयो क्या। त्यसरी देश पनि चल्दैन, पार्टी पनि चल्दैन। र त्यसरी नेपालको अहिलेको विषम राजनीतिक परिस्थितिलाई नेतृत्वदायी भूमिका र गार्जियनसिप पनि पुरा हुँदैन। त्यसो भएर मैले पटक पटक भन्ने गरेको छु, मस्तिष्कमा समझदारी
र काँधमा जिम्मेवारीका साथ अगाडि बढ्न सकियो भने मात्रै नेसनलाई, पार्टीलाई गति दिन सकिन्छ। चिन्ताबाट धेरै ग्रसित छैनौँ, बरु व्यक्तिगत रूपमा म खुसी छु। किनभने दलहरू खोल्ने, दलहरू जुट्ने, दलहरू टुट्ने, दलहरू एक आपसमा विलय हुने यो डेमोक्रेसीको एउटा पक्ष हो। डेमोक्रेटिक नर्म्स र भ्यालुजभित्रहरू आएर पार्टीहरू खोल्ने, मिल्ने, प्रतिस्पर्धा गर्ने कुरालाई हामीले सकारात्मक लियौँ। खालि एउटा मलाई लागेको चिन्ता र दुःखको विषय के हो भने अहिले मुलुक जुन पपुलिजमको नाराले मुलुकलाई पुरै गाजेको छ नि त, त्यसले अस्ति पपुलिजमको नाराले सिंहदरबारदेखि वडा कार्यालयसम्म जलायो, अदालतदेखि संसद भवनसम्म जलायो, निजी सम्पत्तिहरू तहस नहस गरेर खरानी पार्यो र अब यो मुलुकमा उद्योग धन्दा, व्यवसाय र रोजगारका अवसरहरू खोल्नका लागि एउटा ठुलो चाहिँ दरार पैदा गर्थ्यो। त्यसकै जगमा उभिएर जो नयाँ भन्ने साथीहरू आउनु भएको छ, त्यही पपुलिजमको नाराले मुलुकलाई अरू धेरै छेदविच्छेद नपारोस् भनेर मैले मेरै पार्टीका भित्रका साथीहरूलाई पनि, जो विशेष महाधिवेशन अभियानकर्ता हुनुहुन्छ, पदाधिकारीका रूपमा आह्वान गर्नुभएको छ, उहाँहरूलाई पनि के निवेदन गर्न सक्छु भने सग्लो काङ्ग्रेस, सशक्त काङ्ग्रेस, प्रभावकारी काङ्ग्रेसले मात्रै यस्ता खालका मुलुकमाथि रचिएका वितण्डाहरू, कुचक्रहरू चिर्न सक्छौँ। एउटा पुरानो दृष्टान्त के स्मरण गराउन चाहे भने मेरै जीवनकालमा मैले बेहोरेको 59 सालमा काङ्ग्रेस विभाजित भयो। जब विभाजित भयो, काङ्ग्रेस विभाजित भइसकेपछि घोषित निर्वाचन पनि हुन सकेन र त्यतिखेरको प्रजातान्त्रिक व्यवस्था पनि विस्थापित भयो, व्यवस्था गयो। त्यो व्यवस्था पुनर्प्राप्तिका लागि, जनअधिकार पुनर्प्राप्तिका लागि हामीले ठुलो कुर्बानी गर्नु पर्यो, त्यो के अरे धेरै ठुलो आन्दोलन गर्नु पर्यो। त्यसपछि प्राप्त भएको छ। अहिले पनि ठ्याक्कै त्यही अवस्था के हो भने यदि हामी यस्तै अवस्था निर्माण गर्ने हो, यस्तै विभाजनका रेखाहरू कोरेर जाने हो भने व्यवस्था मात्रै होइन, पपुलिजमको नाराले मुलुक पोलेको छ। बुझ्नु नि, देशमा अस्थिरता, अशान्त र विदेशी कुचक्रहरू मडारिएको छ। मैले त्यो देखिरहेको छु। नेपालको राजनीतिक क्षितिजमा, नेपालको भौगोलिक क्षितिजमा, नेपालको के अरे सोभरेन्टी, सार्वभौमिक क्षितिजमा धेरै काला बादलहरू विदेशीहरूका नाचेका छन्। यो बेलामा हामी आफू अनग्रल कुरामा लाग्यौँ, विवादका कुरामा लाग्यौँ, आन्तरिक झगडामा मात्रै होमियौँ भने हामी गति दिन सक्दैनौँ। यदि हामी गति दिन सकेनौँ, यानि कि काङ्ग्रेस गति दिन सकेन भने त्यो विदेशीहरूको कुचक्र पुरा हुन्छ। त्यसो भएर फेरि पनि मेरो के आह्वान हो भने साथीहरूलाई, यी सबै आग्रह र पूर्वाग्रहबाट पछि हटेर, समाप्त गरेर, तिलाञ्जली दिएर पार्टीका लागि, डेमोक्रेसीका लागि, नेसनका लागि एक ठाउँमा उभियौँ। एक ठाउँमा उभिने कडी के हो भने यो निर्वाचनमा एकजुट भएर उभियौँ र अब हिजोको बैठकबाट घोषित भएको 15औं महाधिवेशनलाई एकता महाधिवेशन, उत्सवको रूपमा, पर्वको रूपमा, विजयको रूपमा लिएर जान सकियो भने मुलुकका यावत समस्याहरू चिर्न सकिन्छ र गति दिन सकिन्छ भन्ने हाम्रो निष्कर्ष होइन। हामी त्यसरी गठबन्धन, म तपाईँलाई यो झुट बोल्दिनँ कि माघ 11 गते हुने राष्ट्रिय सभाको निर्वाचनमा हामी कहीँ कतै गठबन्धनका सम्भावनाहरू देखिएका छन्। फागुन 21 को निर्वाचनमा कहीँ कतै गठबन्धनका सम्भावनाहरू देखिएका छैनन्। त्यो हुँदैन भन्ने कुरा म विश्वस्त छु। तर के छ भने राष्ट्रिय चुनौती के छ भने अहिले नयाँका नाममा आउन्, टिओपी समूहका नाममा आउन्, बारबारा फाउन्डेसनका नाममा आउन्, यो वा त्यो जुनसुकै बहानामा आए पनि ती शक्तिहरू नेपालमा राजनैतिक स्थिरताका लागि र नेसनालिटीका लागि खतरा देखिएका छन्। तपाईको मिडिया मार्फत म के आह्वान गर्न चाहन्छु भने मित्रवत प्रतिस्पर्धा गरौँ। आम जनताहरूलाई यो सन्देश फैलाउन जरुरी छ कि अहिले नेपालको राष्ट्रिय राजनीतिमा, नेपालको सोभरेन्टीमा, नेपालको अस्मितामाथि कालो बादल मडारिएको छ। त्यो नयाँका नाममा हो, कुनै वादका नाममा होस्, कुनै आइएनजिओका नाममा होस्, कुनै थर्ड कन्ट्रीको के अरे प्रतिनिधिका नाममा हुन्, यो वा त्यो बादल मडारिएको छ। त्यो बादल चिर्नका लागि नेसनलिस्ट फोर्सहरू, राष्ट्रवादी शक्तिहरू, यही माटोले जन्माएका, यही माटोमा लडेका, यसकैलाई निरन्तर लागेका शक्तिहरू एक ठाउँमा उभिन जरुरी छ। मित्रवत प्रतिस्पर्धा गरौँ तर राष्ट्रिय शक्तिहरू एक ठाउँमा उभियौँ भन्ने मेरो निवेदन हो।
अब यस्तो छ हेर्नुहोस् युवराजी, के छ भने हामी आवधिक निर्वाचनमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी हो। यो मुलुकको जेठो पार्टी, पुरानो पार्टी, ठुलो पार्टी र अभिभावक पार्टी काङ्ग्रेस पार्टी हो। जसरी बने पनि हामीले सरकार बन्दै गर्दा, संसद विघटन गर्दै गर्दा हामीले सर्वसम्मत रूपमा संसद विघटन र संसदले नचिन्ने सरकार असंवैधानिक छ भनिसकेका छौँ। तर जुन राजनीतिक विषम परिस्थितिमा उभियो, जुन राजनीतिक घटनाक्रमले जुन अवस्था सिर्जना गर्यो, यो अवस्थालाई लिकमा ल्याउनका लागि निर्वाचित प्रतिनिधि हो। त्यसबाट हामी निर्वाचनलाई कमिटेड छौँ। र अर्को कुरा के छ भने हामीले अरू दलले भन्दा निर्वाचनको तयारी एक कदम अगाडि गरेका छौँ। समानुपातिको लिस्टदेखि के अरे प्रत्यक्षको पनि हाम्रा सारा क्षेत्रहरूबाट नामहरू केन्द्रमा आइरहेको छ। मिटिङ बसेका छौँ, त्यसलाई उम्मेदवार तय गर्ने अभियानमा अगाडि बढेका छौँ। हामी त्यता कमिटेड छौँ। तर सरकारका गतिविधि हेर्दाखेरि, सुरक्षाको अवस्था हेर्दाखेरि, जनताको सरकारप्रति र सुरक्षाप्रतिको प्रत्याभूति हेर्दाखेरि अस्ति के अरे केही साथीहरूको नेतृत्वमा जेलबाट भागेका कुख्यात अपराधीहरू अहिले पनि बाहिर हुँदाखेरि, अहिलेका नवसुधारवादीहरूको ताण्डव नृत्यबाट लुटिएका सुरक्षा निकायका हतियार, औजार र ड्रेसहरू फेरि पनि बाहिर हुँदाखेरि सुरक्षाको स्थिति कहीँ कतै देखिएको छैन। यदि यो संविधानले 6 महिनाभन्दा बढी ठुलो रिक्तता कल्पना गरेको छैन, सुशीला कार्कीलाई फागुन 22 गते निर्वाचन सार्ने कुनै अथोरिटी छैन र देशमा यसरी रिक्तता बढ्दै जाँदाखेरि निर्वाचित जनसङ्ख्या छँदैछ। त्यही पुरानो प्रतिनिधि सभालाई पुनर्स्थापित गरेर राष्ट्रिय सहमतिका साथ संविधानमा पनि धेरै कुरा संशोधन गर्न जरुरी छ। अस्ति हामीले गर्छौँ भन्दा भन्दै सकेका छैनौँ, गरेका छैनौँ। ढिला सुस्तीका कारणले पनि यी परिणामहरू देखिएका हुन्। संशोधन गरेर संशोधित संविधानका साथ यो के अरे जो अहिले नयाँ भएको आन्दोलनको भावनालाई पनि प्रतिनिधित्व गर्दै, सम्बोधन गर्दै संविधान संशोधन गरेर हामी नयाँ अध्यायमा प्रवेश गर्नुपर्छ भन्ने मलाई लाग्छ। पहिलो प्रायोरिटी काङ्ग्रेसको निर्वाचन हो। निर्वाचनमै हामी कमिटेड छौँ। तर निर्वाचनको छनक पनि त्यति प्रभावकारिता देखिया छैन। यदि निर्वाचनै हुन नसक्ने हो भने त प्रतिनिधि सभा पुनर्स्थापना गरेर परिस्थितिलाई ट्र्याकमा लिएर जानुपर्छ भन्ने हाम्रो मान्यता हो। होइन, हामीले दुईटा कुरा सँगसँगै गरेका छौँ। जस्तै हामीले निर्वाचन अगाडि अहिले हामीले पुराना सदस्यहरू रिनो गर्ने काम गरेका छौँ। पुराना सदस्यहरू रिनो भएका छन्। साथीहरूमा नेपाली एउटा कुरा के हो भने युवराजी, नेपाली काङ्ग्रेससँग नेपाली जनताका धेरै गुनासाहरू छन्। किन गुनासा छन्? उनीहरूले गुनासा गर्ने अधिकार छ। झन्डै 80 वर्षदेखि निरन्तर नेपाली काङ्ग्रेसको आह्वानलाई नेपाली जनताले साथ, समर्थन, शहीद, रगत, पसिना सबै चिज खर्चेको छ। आन्दोलनमा शहीद बन्न आएको छ काङ्ग्रेसको आह्वानमा, जुलुस धर्ना घाइते हुन आएको छ, काङ्ग्रेसको आह्वानमा जेल गएको छ, काङ्ग्रेसको आह्वानमा सर्वस्व हरण गरेको छ, काङ्ग्रेस हुनका कारणले के अरे सिउँदो पोछिएको छ, काङ्ग्रेस हुनका कारणले काख रित्तिएको छ। त्यति ठुलो नेपाली जनमतले नेपाली काङ्ग्रेसलाई निरन्तर साथ र समर्थन दिएको छ। तर जसलाई धेरै लगानी गरेको छ, जसलाई धेरै साथ समर्थन दिएको छ, त्योबाट उसले अपेक्षा गरे जति कुरा नपाउँदाखेरि गुनासो पनि काङ्ग्रेससँग छ। बुझ्नुभयो नि? जोसँग भरोसा छ, जोसँग आश छ, त्यसैसँग भरोसा गुनासो गर्ने हो नि त। त्यसो भएर त्यो गुनासो गर्ने अधिकार पनि काङ्ग्रेसलाई छ। ती सबै गुनासोहरूलाई सम्बोधन गर्दै त्यो जनताको प्रेमलाई पुनः फर्काउँदै हामी निर्वाचनको पुनः तयारीमा जान्छौँ। नयाँ सदस्यहरूलाई पनि, नयाँ साथीहरूलाई इन गर्दै हामी निर्वाचनको तयारीमा जान्छौँ भने निर्वाचनको लगत्तै हामी फेरि त्यो 15औं महाधिवेशनको उत्सवमा पुग्छौँ। त्यसो भएर यी दुईटा कुरालाई हामीले सँगसँगै निर्वाचनको तयारीसँगै अधिवेशनको तल्ला तहका कामहरू सक्छौँ। निर्वाचन लगत्तै हामी चाहिँ 15औं महाधिवेशन गरेर नयाँ नेतृत्व लिएर आउँछौँ। हस्, धन्यवाद।